श्रीमन्महागणाधिपतये नमः नानानैवेद्यन्ते पान्तामप्रयच्छमि ओम ब्रह्मणे नमः ओम विष्णवे नमः ओम प्रजा ब्रह्मविष्णु प्रजापति देवता को पूजन भइसके पश्चात अब हामी नवग्रह को पूजन गर्नेछौं। ओम महा नवग्रह मण्डलधारी नमः नमः ओम तथा च अब पुष्पाणि समर्पयामि हृदये नमः गन्धाक्षरपुष्पाणि समर्पयामि पुष्पे नमः गन्धाक्षरपुष्पाणि समर्पयामि रक्तक्षता रक्तचन्दन रक्तपुष्पलीला भगवती दुर्गादेवीको हजुरले कालां शङ्खं चक्रं कृपाणं शिखामपि करेरो पूजयामि ओम शिवाय नमः उदरं पूजयामि ओम क्षमाय नमः हृदयं ओम महागौरे नमः दक्षिणबाहुं पूजयामि महाकाली महालक्ष्मी महासरस्वती स्वरूपी श्री दुर्गादेवी नमः सदा नमस्ते या देवी रूपेण सदा नमस्ते नमो नमः या देवी सर्वदाते रूपेण सदा नमस्ते या देवी सर्वोतेषु दाते रूपेण सदा नमस्ते या देवी सर्वोतेषु दाते रूपेण सदा नमस्ते नमो नमः या देवी सर्वोतेषु कान्ति रूपेण सदा नमस्ते या देवी सर्वोतेषु सदा नमस्ते या देवी सर्वोतेषु स्मृति रूपेण सदा नमस्ते स्मृति रूपेण सदा नमस्ते नमो नमः या देवी सर्वभूतेषु दया रूपेण संस्थिता नमस्तस्यै या देवी सर्वभूतेषु दया रूपेण संस्थिता नमस्तस्यै या देवी सर्वभूतेषु दया रूपेण संस्थिता नमस्तस्यै नमो नमः या देवी सर्वभूतेषु तुष्टि रूपेण संस्थिता नमस्तस्यै या देवी सर्वभूतेषु तुष्टि हेलो हेलो सम्पूर्ण आउनुभएका भक्तजनमा नमस्कार एवं स्वागत करते शांति कर्मणि सर्वत्र तथा सप्तः शरीरः पीडादिषु ग्रास महदिन्यां संयमः भगवते दुर्गादेवी नमः दश भीर्वापि दर्शने गृहीतो वापसत्रवेशि मध्यप्रतिहदा व्यक्तः वज्रबन्धगतो दिवा आगम्यतो पापादेन ज्ञापन को कार्यक्रम को निम्ति तपाईहरुलाई यहाँ हामीले बोलाएका थियौं र विशेष गरेर हामी स्थान छ यो स्थान विशेष गरेर हाम्रा स्वर्गीय भीम चामलिङको आफ्नो निज जमिनमा पर्न जान्छ र उहाँ आजको दिनमा तपाई हामी बीच हुनुहुन्न र आज हामी जमिनमा पर्छ उहाँलाई हामीले होमडाँडा चण्डी कमिटीद्वारा भेट चढाउन लागिरहेका छौं उहाँलाई एउटा सम्मान पत्र चढाउन लागिरहेका छौं र होमडाँडा सप्तचण्डी यज्ञ कमिटी रेलिङ बुलाक रेलिङ बिजनबारी दार्जिलिङ सम्मान पत्र दिनांक 27 मार्च 2026 शिवमा श्री उदय चामलिङ पिता स्वर्गीय भीम चामलिङ होमडाँडा चण्डी यज्ञ कमिटी हजुर एवं हजुरको परिवार समक्ष ऐतिहासिक पञ्चकन्या रथकाली सिंहदेवी स्थान तथा होमकुण्ड यही रही आएको सम्पूर्णमा सर्वविदित छ। यसैको फलस्वरूप गत वर्षदेखि 3 दिने महासप्तकन्या पाठ एवं हवनले सम्मान जनाउन लागिरहेका छौं। सभापति होमडाँडा सप्तकन्या कमिटी सचिव आदरणीय विष्णु भण्डारीको तर्फबाट प्रदान गर्नुहुनेछ अनि साथै हामी यहाँ एकछिनको निम्ति आइदिने हामी विनम्र निवेदन गराउँदछौँ। सम्पूर्णले तालीद्वारा स्वागत र जसको जमिनमा यत्रो मान कार्य गर्ने गुरामा डिकुमाय राईज्यूलाई हाम्रा कृष्ण भण्डारीद्वारा हातद्वारा सम्मान जनाइदिने उहाँले सहयोग गर्नुभएकोमा सम्पूर्णले सबैलाई जोरदार ताली सम्मान जनाइदिने अनुरोध गर्दछु। सबैले तालीद्वारा
त्यसरी नै सङ्गीता पोखरेलज्यूलाई पनि हामी खदाद्वारा सम्मान दिने हामी अनुरोध गर्न चाहन्छौँ। बहिनी दिपा गुरुङज्यूलाई पनि हामी खदाद्वारा सम्मान जनाउन चाहन्छौँ। त्यसरी नै हाम्रा शनि राईज्यूलाई हाम्रा रुद्र बस्नेतको बाहुलीबाट खदाद्वारा सम्मान जनाउन चाहन्छौँ। अल किचन टिम खाना विजय चामलिङज्यूको बाहुलीबाट मित्र भण्डारीज्यूलाई पनि हामी खदाद्वारा भुजेलज्यू जो यहाँ धामी झाँक्री हुनुहुन्छ उहाँलाई पनि हामी प्रवेश राईज्यूलाई उहाँले पनि यस पूजाको निम्ति र पनि यस हवन कुण्डको निम्ति सम्पूर्ण जिम्मेवारी लिएर उहाँले सहयोग पुर्याइदिनु हामीलाई सहयोग पुर्याउन हुने सुधार समाजलाई पनि सुधार समाज शान्त भेगलाई पनि हामी धेरै युवा समाज शान्त भेगलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै रेलिङ उच्च माध्यमिक विद्यालय रेलिङलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। मिलन ग्राम पञ्चायत प्रधानलाई पनि हामी ज्योति समाज लहर साम्सु उहाँलाई सहारा समाज अप्पर रेलिङ अप्पर लामागाउँ उहाँ कञ्चनवीर समाज चाहन्छौँ। आनन्द समाज बोलगाउँमा जति पनि लेख्नमा छुट्नु गएको छ र जति पनि छुट्न गएको समाजलाई पनि हामी यहाँबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भने किचनका अल टिम यहाँ जति पनि ज्ञानो भाइ गौतम शेखर खतिवडा पण्डित विनय पौडेलज्यू दीपक पोइराल काफ्ले कश्यप अधिकारी भट्टर सिरिसे निवासीको छ दिव्य परिवार समाजलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। धेरै धन्यवाद दिँदै त्यसरी नै आफ्नो आफ्नै पेजबाट पञ्चकन्या सिंहदेवी माताजी की मुख्य कर्तव्य अक्षताले यसो पूजा गर्नुहुन्छ। नौकन्याले गरेर सिधा तल भैरव साथी कुमारलाई गर्नुहुन्छ। ओम प्रथमं शैलपुत्रेचा द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति पुष्पाण्डेति चतुर्थकं पञ्चमं स्कन्धमातेति षष्ठं गर्ने। ओम गणानान्त्वा प्रियभूतभवामयानि गर्भदमात्मदासी गर्भदं नमः नमस्तस्यै 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 नमो नमः। या नमस्तस्यै नमो नमः। ओम या देवीं सकलानविष्टां त्वामाश्रितानां पुण्यफलदा मता शान्तिं प्रयच्छमे। ओम सहस्रशीर्षा पुरुषाः ओम महासर्वस्वरूपी सर्वेशे सर्वशक्ति समन्वय सामग्री महात्माजी र महाकाय सूर्यकोटि समप्रभः निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा फलदानवक्षम् ओमासुतं शोकविनाशकारकं नमामि ते जगत्पालकरा। यत्र तत्र जहाँ पनि व्रत लिएर बस्नुभएका महानुभावहरू हजुरहरू जहाँ कहाँ पनि व्यस्त हुनुहुन्छ भने अब हाम्रो अन्तिम हवन मैदान मात्र 3 पल्टको हवन हुनेछ र हजुरहरू आएर र मुख्य कर्ताजीले त्यस नरिवलमा ओम सर्वभागा प्रसन्नत्रयेश्वरी एव दया कार्यामस्वतवे विनाशनं सर्वभागा प्रशमनम्। ओम महासृष्टते लक्ष्मी सबदन्या वहोरात्रे पार्श्वे नक्षत्राणि रूपमस्मिनो व्याप्तं दृश्यानि खाना मङ्गलिखाना सर्वलोका वैगणा ओम स्वाहा। अपने बोरी पर लगाइएको हुन्छ। अब हवन गर्ने कोही पनि हुनुहुन्न भने सदेवा माता गौरी पार्वती पिता महादेवा गगनत दयावन्त चार भुजधारी गगनत दयावन्त चार भुजधारी चढ़े फूल चढ़े और चढ़े नीवा भूता
जयानन्द्य पुण्यफलदा मतसङ्ख्यं प्रयक्ष्णवे नमः ओम विष्णवे नमः ओम वेद जन्मले मम भन्नुहुन्छ यो कार्य सब बन्धुहरूका सहितं र त्यसैर्थम छ जनाउन चाहन्छौँ मिडिया कर्मी साथीहरू यो भण्डारीद्वारा खदाद्वारा सकेमा कस्तो अधिकारीज्यू आयोजक समितिको तर्फबाट धन्यवाद दिए पनि हामीलाई किचनहरूमा यो सम्पूर्ण कार्य